हेलो हेलो नमस्ते हजुर सबैजनालाई है। यो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। ल, बोर्डर बन्द हुन बित्तिकै हाम्रो नेपाली बजारमा चाहिँ हल्का फरक आइसक्यो। हल्का भन्दा पनि धेरै फरक आइसकेको छ। यो भिडियो चाहिँ हो सुदूरपश्चिम धनगढीबाट मैले बनाइराखेकी छु। अनि हेर्नुहोस्, यहाँ हाम्रो यो मेरो पसलको अगाडिको हो यो चहल पहल। अनि म यो सबै देखाउँछु हजुरलाई है। यो बजारको पुरा देखाउँछु, भिडियोमा हेर्नु होला। जे होस्, हाम्रो लागि चाहिँ थोडा फरक राहत भनौँ कि के भनौँ है, चाहिँ भए अब यो बोर्डर चाहिँ बन्दै हुनुपर्छ। यही नियम सधैँ हुन्छ भने केही न केही परिवर्तन चाहिँ हामीहरू पनि पाउँछौँ होला है। जे होस्, हेर्नुहोस् है, यो सबै हाम्रो बजारको हो। यो चाहिँ मेरो पसलको अगाडि हो। अनि मेरो पसलको अगाडि चाहिँ यो दिदीबहिनीहरू चाहिँ किनमेल गरिराख्नु भएको। उहाँहरूले है साउनको चुडा टिका अब के हुन्छ त्यो सबै किन्नलाई बस्नु भएको हो। अनि मेरो पसलमा हो। अनि हेर्नुहोस्, पछाडि हेर्नुहोस् साथीहरू, यो पछाडि तरकारी बजार उतातिर चाहिँ, यता चाहिँ हामीहरूको बजार छ, उता चाहिँ तरकारी बजार छ। हेर्नुहोस् है, यहाँ सबै चिज पाउँछ। यो हेर्नुहोस्, पुरा बजार हो यो पछाडि। यो भित्र जानुहोस्, तपाईँ सटरदेखि लिएर स्टुलदेखि सबै छ यो भित्र। दामी दामी सामान पनि पाउँछ, सुपथ मूल्यमा पाउँछ। हेर्नुहोस् है, यो बजारभित्र हजुरले रोजेको सामान मिल्छ यहाँ सुपथ मूल्यमा है। बजारको भन्दा सही मूल्यमा पाउँछ। यो एकजना व्यापारी दिदी हुनुहुन्छ, उहाँ पनि व्यापार गरेर अहिले थाके जस्तै हुनुहुन्छ। अनि अर्को दिदी है यहाँ बस्नु भएको, हेरिराख्नु भएको। मैले भिडियो बनाएको। ल साथीहरू, ग्राहक आउने क्रम जारी नै छ। अहिले तपाईँको लगभग 7:30 बजिसकेको छ। बाहिर पनि चिसो मौसम छ, पानी परेर है। तर आजको मौसम चाहिँ राम्रो भएको छ, चिसो छ। दिउँसो चाहिँ गर्मी नै थियो। यो हुन् हाम्रै पन्त म्याडम, चप्पलवाली दिदी, हामीले राखेको नाम। अनि यो हो हाम्रो बजार। हेर्नुहोस् है साथीहरू, यो बजारभित्र हो। यहाँ चहल पहल खतरा भएको छ आज होइन। अहिले अब यो बोर्डर बन्द भएदेखि हामीहरूको यहाँ फरक चाहिँ भएको छ। अब यो बोर्डर चाहिँ नखोलोस्, हामी सरकारसित यही आग्रह गर्न चाहन्छौँ। जो नियम छ सो नियमै लागोस्, अब परिवर्तन नहोस् है। हामीहरूलाई केही होस् भनी चाहन्छन् भने सरकारले यो नियम चाहिँ बन्द नहोस्। ल दिदीबहिनीहरू, आउँदै गर्नुहोस्। आउनु दिदी, के चाहिने हो हेरौँ। यता हेर्नुहोस् है, तपाईँलाई चाहिने सामान के चाहिने